नेपाल मुस्लिम समाज संघ उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ। मुस्लिम समुदाय लगायत कुनै पनि धर्म, जाति, भाषा वा संस्कृतिमाथि अपमानजनक, गलत, पक्षपाती वा अवमाननापूर्ण टिप्पणी सार्वजनिक पदमा बसेका व्यक्तिबाट कदापि अपेक्षित हुँदैन। नेपाल एक बहुलवादी, सहिष्णु र समाजसेवी मुलुक हो जहाँ प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति, भाषा र विश्वास अनुसार जीवनयापन गर्ने पूर्ण संवैधानिक अधिकार छ। सार्वजनिक पदमा रहेर व्यक्त गरिने हरेक भनाइले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्छ। तर यस प्रकारका संवेदनशील वक्तव्यहरूले समाजमा अनावश्यक तनाव, अविश्वास र वैमनस्यता फैलाउने जोखिम बढाउन सक्छ, जुन कुनै पनि हिसाबले स्वीकार्य हुँदैन। नेपाल मुस्लिम समाज संघ सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले मुस्लिम समुदाय मात्र होइन, सम्पूर्ण देशकै सामाजिक समावेशिता र सामुदायिक सौहार्दमा नकारात्मक प्रभाव पर्न सक्ने गम्भीर चिन्ता व्यक्त गर्दछ। अल्पसंख्यक वा संवेदनशील समुदायको सम्मान, सुरक्षा र अधिकारको संरक्षण गर्नु राष्ट्रको दायित्व हो। यस दायित्व विपरीत जाने कुनै पनि कार्य, चाहे त्यो शब्द वा व्यवहारबाट होस्, न त कुनै कानुनी रूपमा उचित हुन्छ, न त नैतिक रूपले स्वीकार्य हुन्छ। नेपाल मुस्लिम समाज संघ सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले मुस्लिम समुदाय मात्र होइन, सम्पूर्ण देशकै सामाजिक समावेशिता र सामुदायिक सौहार्दमा नकारात्मक प्रभाव पार्न सक्ने गम्भीर चिन्ता व्यक्त गर्दछ। अल्पसंख्यक वा संवेदनशील समुदायको सम्मान, सुरक्षा र अधिकारको संरक्षण गर्नु राष्ट्रको दायित्व हो। यस दायित्व विपरीत जाने कुनै पनि कार्य, चाहे त्यो शब्द वा व्यवहारबाट होस्, न त कानुनी रूपमा उचित हुन्छ, न त नैतिक रूपमै स्वीकार्य हुन्छ। यसै प्रसङ्गमा नेपाल मुस्लिम समाज संघका सरकार समक्ष निम्न ध्यान आकर्षण गराउन चाहन्छौँ। हाम्रा मागहरू सम्माननीय प्रधानमन्त्रीज्यूबाट उक्त अभिव्यक्तिबारे स्पष्टीकरण जारी गरियोस्। दोस्रो नम्बरमा, कुनै पनि समुदाय विरुद्ध अपमानजनक वक्तव्य दोहोरिने नदिन आवश्यक संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालना गरियोस्। तेस्रो नम्बरमा, सामाजिक सौहार्द, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षालाई प्राथमिकता दिने नीति तथा व्यवहारिक कदम अविलम्ब अघि बढाइयोस्। र अन्त्यमा छ, नेपाल मुस्लिम समाज संघले सदैव सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने पक्षमा रहँदै आएको छ र आगामी दिनमा पनि रही प्रतिबद्धताका साथ आफ्नो भूमिका निर्वाह गर्न इच्छुक रहिरहनेछ। धन्यवाद। हाम्रो नेपाल मुस्लिम समाज संघका अध्यक्ष महबुब अली सेरू, उहाँको अध्यक्ष हस्ताक्षरसहित कन्ट्याक्ट नम्बर यहाँहरूमा समावेश गरेका छौँ। र अब पछि चाहिँ हामी एकछिनको लागि ओपन फ्लोर चाहिँ गर्न चाहन्छौँ। यसै सिलसिलामा केही कुराकानीहरू, के जिज्ञासाहरू छलफल गर्नुपर्ने छ भने हामी दोहोरो रूपमा चाहिँ यो जिज्ञासा छलफललाई चाहिँ जोड्न चाहन्छौँ। त्यसैले एआईको त्यहाँतिर हामीले कुरा राख्दाखेरि स्पष्ट हामीले यो चाहिँ नि हामीले बुझेसम्म चाहिँ नि यो उहाँले भनेको कुरा हो। तर पनि केही त्यसमा तलमाथि नहोस्, भोलिको दिनमा केही उहाँबाट यो कुरा नहोस् कि यो एआईबाट हो कि के हो, हामीले प्रत्येक कुरा राखिदिएको। उहाँले जुन मुस्लिम समुदायप्रति एउटा कुरा भन्नुभयो कि मुस्लिम समुदायमा, अरब कन्ट्रीमा मुस्लिम धर्ममा चाहिँ छोरीहरूलाई जिन्दै गाडिदिने एउटा चलन थियो। उहाँले यो कुरा बुझिदिनु पर्ने हो कि अरब कन्ट्रीमा इस्लाम आउनभन्दा अगाडि यो चलन थियो, तर इस्लाम आएपछि सबैभन्दा बढी मान सम्मान दिने चाहिने आइमाहरूलाई चाहिँ मान सम्मान दिने इस्लामले चाहिँ काम गरेको रहेछ। अब उहाँले नबुझिकनी नसम्झिकनी कहाँबाट उहाँको मनमा यो कुरा आयो, उहाँले कुन हिसाबले यो कुरा राख्नुभयो, यो कुरा चाहिँ बुझ्न गाह्रो। यो कुराप्रति हामीले धेरै चाहिँ खेल्छ। हामीले चाहिँ धेरै दुःख पुगेको रहेछौँ। खास गरी मुस्लिम समुदायलाई चाहिँ यो विषयलाई लिएर चाहिँ धेरै हामी चाहिँ दुःख प्रकट गर्दछौँ। यसैमा एउटा जिज्ञासा पसिहाल्छ। तपाईँले अरब कन्ट्रीको नाम लिनु, अरब कन्ट्रीमा उहाँले भन्नुभयो त्यो यथार्थ होइन। विपिन जोशी हत्याकाण्ड छोराले बन्धक बनाएर राख्यो। हुन त यही नेपाल प्यालेस्टाइनको सपोर्टमा पनि यहाँका नेपालीहरू, हिन्दूहरू, मुस्लिमहरू, सिखहरू। मेरो विगतका दिनका पोस्ट र विगतका दिनका पनि पोस्ट गरेर भाइले चाहिँ हेर्दै हुन्छ कि विपिन जोशीको बारेमा व्यक्तिगत, मैले तपाईँको व्यक्तिगत कुरा गरिनँ, संस्थागत कुरा गरेँ। मैले चाहिँ यो मुस्लिम समुदायको तर्फबाट विपिन जोशीको बारेमा चाहिँ मैले आफै चाहिँ पोस्ट गरेर चाहिँ लेखेको रहेछु।
त्यो भाइले चाहिँ भेरिफाई पनि गर्न सक्नुहुन्छ। संस्थागत हिसाबमा त देखिएन नि। अनि संस्थागत हिसाबमा हामीले चाहिँ नि यो कार्यक्रम गरेर तर चाहिँ नि हामीले संस्थागत सोसियल मिडिया मार्फत चाहिँ नि यो चाहिँ दुःखपटक हामीले गरेको छौँ। किनभने बिपी जोशी पनि हाम्रै देशका लागि किन हाम्रो नेपाली भाइ हो। त्यहाँ चाहिँ कुनै धर्मको कुरा छैन, त्यहाँ चाहिँ त्यो हाम्रो शुद्ध नेपाली भाइ भएको कारण चाहिँ मैले स्पष्ट बिपी जोशीको बारेमा चाहिँ नि त्यो भाइको विषयमा चाहिँ नि मैले स्पष्ट चाहिँ नि गरेको छु। हमासले बन्दक बनाएर 10 दिनपछि उसलाई मारेकै हो भनेर पुष्टि पनि BBC लगायतले अन्य संस्थाहरूले गरे। त्यसपछि पनि बोल्नु भएन नि तपाईँ। होइन त्यो त दुःखको कुरा हो। मैले राख्ने कुराहरू चाहिँ मैले राखेको छु। बिपी जोशीको बारेमा मैले चाहिँ स्पष्ट मैले कुरा राखेको छु। त्यो कुरामा म पछाडि हटेको छैन। बिपी जोशीको कुरा हो या हाम्रो ओडिसामा चाहिँ हाम्रो चाहिँ घटेको चाहिँ त्यो बहिनीको घटना हो, कुनै कुरामा चाहिँ हामी चाहिँ पछाडि हटेको छैन। सबै कुरामा हामीले चाहिँ तुलेर चाहिँ कुरा राखेको छु। अनि जनसङ्ख्याको जुन काठमाडौँमा प्रेस विज्ञप्ति भयो त्यसमा 40 लाख मुस्लिम जनसङ्ख्या छ भनेर त्यो विषयमा हजुरको के जानकारी? उहाँको व्यक्तिगत घटना हो। यसमा कुनै के अरे सङ्घाटक उहाँहरू त्यो सङ्गठनले गर्नुभएको अब उहाँको व्यक्तिगत घटना हो। यस्तो छ के छ भने उहाँले 40 लाख त्यसमा हाम्रो आपत्ति पनि छैन, समर्थन पनि छैन। यो राज्यको काम हो। राज्यको काम हो कि यो देशमा मुस्लिमहरूको डाटा एनालिटिक्स कति हो त्यो राज्यले सार्वजनिक गर्छ। मैले भन्दैमा राज्यले मान्ने होइन, स्पष्ट छ। अर्को कुरा चाहिँ अहिले खास गरेर हामीले यो प्रेस मिट गर्नलाई आवश्यकता किन ठानेको छ भने एउटा मानव अधिकारसँग जोडिएको कुरा अर्कै हो, यो धर्मसँग जोडिएको कुरा हो। र राष्ट्र प्रमुख भनेको प्राइम मिनिस्टरजीले एउटा अनुभवी एउटा रिटायर्ड जस्टिस व्यक्तित्व भएको मान्छेले कुनै संविधानले पनि अहिलेको जारी संविधानले पनि कसैलाई छुट दिएको छैन कुनै धर्ममाथि आरोप लगाउने, कुनै धर्मको व्यक्तिलाई गालीगलौज गर्ने। त्यसले गर्दाखेरि हामी देशभरिकै मुस्लिमहरू अहिले दुखित अवस्थामा छौँ। किनभने कुनै धर्मको बारेमा ज्ञान नभएको व्यक्तिले संविधान विपरीत गैर कानुन विपरीत त्यो कसैको आस्थामाथि आँच आउने गरी वक्तव्य दिनु हुँदैन, यो गलत हो। त्यसले गर्दाखेरि प्रधानमन्त्रीजीलाई तपाईहरू मार्फत हामीले के सन्देश दिन चाहेको भने उहाँले गलत, उहाँको अभिव्यक्ति गलत हो। उहाँको अभिव्यक्तिले पहिचानवादी सम्पूर्ण मात्र हाम्रो होइन, यो देशमा जति पहिचानका कुरा गरिराखेका व्यक्तिहरू हुन्छन् सबैको आस्थामाथि आघात पुगेको छ। त्यसले गर्दाखेरि हामी संयमताका साथ यो देशको हामी नागरिक हो। यो देशमा हामीलाई बाँच्नलाई अधिकार नेपालको संविधान दिएको छ, मौलिक अधिकार छ हाम्रो। हामी कसैलाई दुख दिन चाहेको होइन, हाम्रो वक्तव्यलाई अन्यथा नलियोस्। त्यसले गर्दाखेरि आज हामीले सौहार्दपूर्ण वातावरणमा यो प्रेस मिट गरिराखेका छौँ। उहाँको वक्तव्य सारा मिडियाले हेरेका छन्। उहाँले के स्पष्ट भन्नुभएका छन् भने मुस्लिम धर्ममा उहाँ जिउँदै महिलाहरूले गाड्ने गरिएको छ। त्यसपछि उहाँले ट्विस्ट थर्ड कन्ट्रीको नाम दिनुभएको छ भन्दाखेरि कुनै यो संसार उत्पन्न हुँदाखेरि सती प्रथा हाम्रो धर्ममा कहिले आएको छैन। हामीले चाहिँ हाम्रो समाजमा महिलाहरूलाई अहिले पनि हेर्नु भइरहेछ। यही देशको मन्त्री बन्ने खालको हाम्रो करिना बेगम हुनुहुन्छ, यो मुस्लिम होइन। तपाईँको अगाडि 3 जना हाम्रो छोरी बेटी बस्नुभएका छन्, के महिला होइन। उहाँले एउटा कुरा के खेदजनक भन्नुभयो भने बुर्काको मेरो के आग्रह छ भने यो सम्पूर्ण नागरिक सम्पूर्ण मिडियाका साथीहरूलाई आफ्नो धर्म अनुसार बाँच्न पाउने कि नपाउने, मेरो छोरीको अधिकार छ बुर्का लगाउने नलगाउने, उहाँको अधिकार, मेरो अधिकार होइन। अहिले हाम्रो छोरीहरू पनि डाक्टर बनिराखेका छन्, इन्जिनियर बनिराखेका छन्, वकिल बनिराखेका छन्। के यो शिक्षा